भिटामिन रातिको 9 बजे होला भात चेस हेलो यावाची गुड मर्निङ सेवा सबैजनालाई फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो आजको चौथो ब्लगमा। आज चाहिँ मेरो त्यस्तो खतरा दिन केही छैन हो, काम पनि छैन। यहाँ माथि कहाँ पठाउँदै हुनुहुन्थ्यो आमाले, यार टेन्सन लगेर आउँछ भने मलाई चाहिँ। कहाँ जानु रे आमा? म काममा कहाँ मैले भनेको एक्लै त जादिन है। तेरो बुढी खोजिदिनु, तेरो बुढीसँग बिहे नै गरेको छुइनँ, आमा कसरी बुढी हुन्छ हौ तपाईँ पनि? तेरो बुढी होला एउटा काठमा खाने देखलाई एक्लै त जादिन, त्यो लाज लाग्छ। कुकुरको खेलो लाग्दैन। के अरे आमा? कुकुरको के? कुकुरको ठेन अरे। रोटी बनाउनु हुँदैछ आमाले, रोटी बनाउनु हुँदैछ। अब खै हो, अनि एक्लै चाहिँ कहाँ जानु नि लाजै मर्दै। हिजो भनेको राजीसँग गएको थिएँ नि यार। आज चाहिँ जाँदिनँ हो, 11 गतेमै सकिन्छ अरे। आज त्यहाँ मेरो चियाहरूलाई चाहिँ मलाई के अरे यसको गाईको मूत्र विसर्जन गरिदिनु पर्ने। नहातमै होला म चाहिँ महात सिरेपासी सेनमा कसमा मलाई गिजामा यहाँ के भएर रगत आएर बेकार पहिला चुरोट खाएछ हौ। अहिले कालो गिजा ओट कालो भएर चुरोट चाहिँ नखानु चाहिँ साथीहरू कहिले पनि। अहिले मैले खाएर नि छोडेको कि, तर अझै पनि चुरोटको असरहरू देखा पर्छ क्या। यो ओटहरू यो गिजाहरूबाट कहिले खुन आउँछ। त्यही भएर यस्तो चाहिँ नगर्नु होला सबैजना, कसैले पनि क्या। स्मोकिङ इज इन्जुरियस टु हेल्थ भन्छ कि साथीहरू। त्यही भएर स्मोकिङ चाहिँ नगर्नु होला। डोन्ट स्मोक गाइस। म चाहिँ त्यही रिकमेन्ड गर्छु तपाईँहरूलाई, स्मोक नगर्नु होला कसैले पनि। मैले चाहिँ गरेर पनि छोडेर पनि अझै पनि मलाई अब त्यो रिग्रेट हुन्छ क्या, किन गरेछु जस्तो बेला बेलामा। अब त्यो स्मोकको कारणले कतिपय असरहरू भइरहेको हुन्छ कि शरीरमा। अनि त्यो भएको हुँदाखेरि चाहिँ म चाहिँ के रिकमेन्ड गर्छु भने तपाईँहरूलाई जति छ हुनुहुन्छ अब अहिलेसम्म गर्नु भएको छैन भने ठिक छ होइन, तर पनि झुक्केर पनि नसिक्नु होला भन्न चाहन्छु क्या। स्मोक चाहिँ एकदमै डेन्जर हुँदो रहेछ। किनभने हेर्न मैले गरेको छोडेको कति 1 वर्ष बढी भइसक्यो, 1.5 वर्ष जस्तो भइसक्यो, तर अझै पनि ओट कालो छ क्या। त्यस्तो हुँदो रहेछ है साथीहरू, स्मोक नगर्नु होला। मैले अस्ति रोपेको चियाको बिरुवाहरू पुरा मुना पलाइरहेको छ है। अब यसमा यिनीहरूलाई उयो हालिदिनु पऱ्यो, मल भन्दा नि यसको झोल हालिदिनु पऱ्यो, त्यो मलको झोल। द्याट घाउ निस्केर अनि हो त भिटामिन सी को कमीले घाउ निस्किन्छ। भिटामिन
खै भिटामिन किनिदिनु न भिटामिन आफैले किनेर खानु कसले किनिदिन्छ किनिदिएर त जो पनि खानु जान्छ फोटो खिचेर राखिदेऊ मलाई हालिदिनु पर्यो मेरो उयोहरूलाई चियाहरूलाई यत्रो त भएछ सुन्तलाहरू यो के हो साथीहरू थाहा छ तपाईँहरूलाई यो चाहिँ उयो कालो बेसार हो क्या मैले रोपेको यत्रो भइसकेछ यो अझै उम्रिरहेको छ म चाहिँ यहाँ तल अस्ति अलैँचीमा मलजल गरेको थिएँ होइन त्यसको असर कस्तो हुँदैछ भनेर हेर्न आएको गाइस यो अलैँचीहरूमा चाहिँ मैले मलजल गरेको थिएँ कि अस्ति के टुसा हानिसकेछ हो प्रभावकारी भएछ मल चाहिँ फेरि हाल्ने बेला भएछ क्या माछाले चारो खाएको हेर्नु साथीहरू हेर्नु त गाइस माछाले चारो खाएको तल्केर नदेखिँदो रहेछ तर पानी पर्यो है साथीहरू फेरि पानी पर्यो हेरौँ त कति पर्छस् के पानी त कति पर्छस् हेरौँ न हो साथीहरू पानी पर्न थाल्यो बिजोक छ है बिजोक छ ए हावा पनि हल्का पानी पनि परिरहेको छ जाडो पनि भएको छ हल्का साथीहरू आज चाहिँ हामी रातिको 9 बजी होला भात खाएर पनि भोक लागेर चटपटी बनाइखाँदैछौँ साथीसँग अन्त चाहिँ भोलि खाने पार्टी छ हाम्रो आज पार्टी हेरौँ त हामी चाहिँ एउटा पानी चाहिँ लानु पर्ला भाडा नि खुइ ल चम्ची राखु या चम्ची अक्टा म यहाँ
चटपटे के हाम्रो रेडी भयो है साथी चट चेस चे हेलो साथीहरू याबाज के छ खबर मेरो चाहिँ युट्युबमा चाहिँ हिजो ब्लग अपलोड गरिनँ र हिजो र आजको गरेर दुईटै भिडियोलाई मिलाएर अपलोड गर्छु एकैचोटि एउटै ब्लगमा मिलाएर हेरिदिनु होला साथीहरू अनि आज चाहिँ एकदमै यहाँ पानी पर्ला पर्ला छ मौसम